हेलो अनि वेलकम सबैलाई र आजको यो रिजनिङ क्लासमा फेरि हजुरहरूलाई स्वागत गर्छु या वेलकम गर्छु। क्लासेसहरू हाम्रो रेगुलर बेसिसमा भइरहेको छ हैन। यो आजको हाम्रो कति नम्बर क्लास हो नम्बर पनि थाहा छैन, भुलिसकेँ। किनभने यता जिकेको पनि कन्टिन्यू चल्दैछ, म्याथ्सको पनि चल्दैछ। सो अलिकति नम्बरमा कन्फ्युज छु म। ओके, सो त्यो म्याटर गर्दैन। म्याटर के गर्छ भन्दा क्वेसन्सहरू हाम्रो हुँदैछ हैन, क्लासेसहरू हाम्रो हुँदैछ। सो त्यसलाई नै कन्टिन्यू गर्दै आज फेरि नयाँ क्लास लिएर आएको छु। सो धेरै कुरा नगरी स्टार्ट गरौँ क्लास। ओके, सो आजको 20 क्वेसन्सलाई हामी स्टार्ट गर्छौँ। कतिवटा क्वेसन? 20 क्वेसन्स। ओके, सो पढ्नुहोस् क्वेसन। फर्स्ट क्वेसन पढ्नुहोस्। ओके, यदि 55 प्लस 66 33 भए, 22 प्लस 99 33 भए, तब 44 प्लस 88 कति हुन्छ भन्दैछ। अब हेर्नुहोस् यहाँ 55 प्लस 66 होइन, 22 प्लस 99 अनि त्यति 44 प्लस 88, यो कति भएको छ? 33। यो कति भएको छ? 33। यो पनि 33, यो पनि 33। सो यो कति हुन्छ भनेर सोध्दैछ। ओके, सो तपाईँले यहाँ अब के कोड चाहिँ हामीले यहाँ कोडिङ खोज्नुपर्छ। सो कोडिङ हामीले खोज्यौँ भने ओके, अब हेर्नुहोस् 6, यसलाई जोड्नुहोस् पहिला। कति भयो? 6 5 11, 6 5 11 12, 111 होइन। यसलाई 6 5 11 1 भयो, 6 5 11 12। ओके, 121 यो हुने रहेछ। सो 121 को कति? या एकछिन यतिकै छोडिदिउँ। र यो यसको कति हुँदैछ जोड्दाखेरि? 9 10 11 को 1, हातमा 1, 9 10 11 12। सो यो पनि 100 कति? 21 भयो। ओके, सो अब यो र 121 भनेको 33 रहेछ होइन होइन। सो यो कति हुँदैछ यो हेरौँ। 8 4 12 को 1, 8 4 12 13। ओके, सो ध्यानले हेर्नुभयो भने अब यसलाई 121 ले भाग गर्नुहोस् 11 ले, कति जब भाग भयो? 11। अनि यसमा 3 गुणा गरेको छ। ओके, सो यो जो नम्बर आएको छ यसलाई 11 ले भाग गरेर 3 गुणा गरेको छ। सो यसलाई पनि 11 ले भाग गरेर 3 गुणा गरेको छ। सो यसलाई पनि 11 ले भाग गरेर 3 गुणा गर्नुपर्छ। सो 132 लाई 11 ले भाग गरेर 3 गुणा गरिदिनुहोस्। 11 1 11 होइन, 12 13 11 2 12। सो 12 3 कति? 36 हाम्रो एन्सर हुन्छ। ओके, बुझ्नुभयो कि भएन? फेरि एकपल्ट गराइदिन्छु। इजी क्वेसन छ यो, एक्चुअली कोडिङहरूको हो। सो कोडिङ क्वेसनहरूलाई चाहिँ हामीले कसरी गर्नुपर्छ भन्दाखेरि जस्तै यहाँ 55 र 56 दिएको छ होइन, यसलाई जोड्नुहोस् कति भयो? 121 भयो। यो र यो जोड्नुहोस् कति भयो? यो पनि 121 भयो। यो र यो जोड्नुहोस् कति भयो? 100, 8 12 8 12 13, 132 भयो। अब यसलाई 11 ले भाग गरेर गुणा 3 गरिदिनुहोस्। यसलाई पनि 11 ले भाग गरेर गुणा 3 गरिदिनुहोस्। अनि यसलाई पनि 11 ले भाग गरेर गुणा 3 गरिदिनुहोस्। भनेपछि यही प्याटर्न नै फलो भएको छ। 11 ले भाग गर्दा 11, 11 3 33, 11 ले भाग गर्दा 11, 11 3 33। सो 11 ले भाग गर्दाखेरि 12, सो 12 3 यहाँ कति हुन्छ? 36। ओके, बुझ्नुभयो? नेक्स्ट क्वेसन। प्रश्न भएको जग्गामा कुन सङ्ख्या बस्छ? सो प्रश्न भएको जग्गामा कुन चाहिँ सङ्ख्या बस्छ? 2 5 9 होइन, 20 अनि 27 छ। अब सो यहाँ कति आउँछ त्यो हामीलाई सोध्दैछ क्वेसन। सो हेर्नुहोस् 20 देखि 27, पहिला लास्टकोलाई हेर्नुहोस्। 20 देखि 27 गुणा भएको होला? 20 मा के गुणा भएर 27 आएको होला? होइन। सो छेउछाउमै छ भनेपछि एड हुन्छ। यो कुरा मैले पहिला बेसिक्समा भनिदिइसकेको थिएँ कि जब लास्टको पहिला हामीले लास्टकोलाई हेर्नुपर्छ, लास्टकोलाई हामीले हेर्नुपर्छ। र लास्टकोलाई हेर्दाखेरि यदि तिनीहरू छेउछाउमै छ भने तिनीहरूमा के भएको छ? जोड भएको छ। ओके, सो कति भएको छ हेरौँ त। 3 जोड भयो यहाँ, यसमा 4 जोड भएको रहेछ र यसमा कति भएको छ? 7 जोड भएको छ। सो यहाँबाट
यहाँ हेर्नुहोस् 5 छ भयो कि भएन हैन भनेपछि 3 4 5 6 7 जोड भएको रहेछ सो 9 मा 5 जोड्दा कति भयो 14 हैन भनेपछि यहाँ कति हुने रहेछ 14 14 मा 6 जोड्दा 20 20 मा 7 जोड्दा 27 सो हाम्रो आन्सर हुन्छ 14 ओके नेक्स्ट क्वेशन यदि अन लाई रेन लेखेको छ EA RN लाई RANE लेखेको छ अनि BOND लाई NODB लेखेको छ भने टीहरुलाई के लेखिन्छ भन्दैछ क्वेशन अब यहाँ हेर्नुस् अब यो दुई तरिकाले हामीले गर्न सक्छौं अब तपाईले यो सोच्नु हुँदै होला अस्ति दुई तरिका त हैन ओके एउटै तरिका छ अब अस्ति हामीले के गर्दै थियौं E लाई R लेखेको छ ओके N लाई E लेखेको छ सो त्यही हिसाबले हामी E लाई यहाँ R लेख्दिम T लाई के लेखेको छ T त छँदै छैन फेरि सो त्यसरी हुँदैन अब हेर्ने धेरै तरिका हुन्छ अब यो नम्बरले पनि हैन जस्तै यो नम्बर 5 हो यो कति हो 1 हो यो 18 हो यो 13 हो हैन अब यो 18 हो अब नम्बर लगाउनु भने यसरी हुन सक्छ यो पनि हुन सक्छ 13 5 अब हेर्नुस् 12 2 15 n भनेको 14 d भनेको 4 14 15 4 र कति छ 14 15 4 र 2 हैन सो तपाईले नम्बर लगाएर हेर्नु भयो भने तपाईले छिट्टो पाइहाल्नु भयो यो 5 यहाँ छ हैन यो A यहाँ छ यो R यहाँ छ अनि यो N जुन चाहिँ भयो यहाँ छ बुझ्नु भयो सो यसलाई चाहिँ कस्तो तरिकाले राखेको रहेछ यसलाई सबैभन्दा यता अब भनेपछि यो कहाँ हुन्छ 1 यहाँ हुने रहेछ 2 कहाँ हुन्छ 2 यहाँ हुने रहेछ हैन 3 कहाँ हुन्छ 3 यहाँ हुने रहेछ अनि 4 यहाँ हुने रहेछ अब यसलाई 1 2 3 4 मान्नुस् यो हैन अर्डरमा अब 1 कहाँ छ T 4 मा के छ R 2 मा के छ E हैन अनि 3 मा के छ A सो AERT हाम्रो आन्सर हुन्छ AERT बुझ्नुभयो यस्तो तरिकाले भएको छ यो सो यो तरिकाले पनि गर्न सकिन्छ हामीले हैन या त्यत्रो लामो नहेरेर सिधै यहाँबाट हेर्दा पनि हुन्छ कसरी EARN जुन चाहिँ छ त्यसलाई के लेखेको छ EARN लाई RANE लेखेको छ सो E यहाँ भएको छ A यहाँ भएको छ R यहाँ भएको छ अनि N यहाँ भएको छ हैन सो BOND हेर्नुस् BOND पनि यस्तै प्याटर्न फलो गरेको हुन्छ एउटा यो अनि एउटा यो सो NDOB ND ओके सरी NO हो यो ल किनभने सेकेन्डको आएको छ नि त यो सेकेन्डको आएको छ जस्ट अ मिनेट यहाँबाट हेर्नुस् तपाईले मैले अलिकति मिस्टेक के गरे भन्दा यो यस्तो भएको छ नि त यो सेकेन्डमा छ हैन अनि यो फर्स्टमा छ अनि यो चाहिँ छ थर्डमा सो NODB छ सो त्यस्तै TEAR पनि के हुन्छ यो फोर्थमा यो यहाँ यो फर्स्टमा यो थर्डमा सो AERT यो पनि हाम्रो यस्तो गरेर पनि हुन्छ ओके गर्ने तरिकाहरु धेरै छ तपाईलाई जस्तो सजिलो लाग्छ त्यसरी गर्नुस् नेक्स्ट अब यो पनि कोडिङ अब म नम्बर हिसाबले गर्दिन म जसरी गर्छु त्यसरी गर्नुस् ल सबैले GHIJ प्लस 3 भयो J KLMN प्लस 4 भयो N OPQRS प्लस 5 भयो S TUVWXY प्लस 6 भयो भनेपछि यहाँ कति हुन्छ प्लस 7 Y मा 7 जोड्नुस् YZ ABCDEF F हुने रहेछ अब त्यस्तै यहाँ H को I 1 एड भयो I H को I छैन I JKLMNOPQ JKLMNOPQ 8 भएको रहेछ ओके RSTUVWX एकछिन QRSTUVW ओके 6 भएको रहेछ W
एक्स वाई जेड ए बी सी डी 7 भएको रहेछ। ओके, एकैछिन ल, यहाँ जस्ट अ मिनट नि, अलिकति मलाई नमिलेको जस्तो लाग्दैछ। सो यसलाई नमिलेको जस्तो लाग्दैछ, हामीले ध्यानले हेरौँ क्वेसनलाई। ओके, एल रहेछ, सरी यो एल रहेछ, यो एल आई होइन, यो एल रहेछ, यो एल रहेछ, एल। ओके, सो हेर्नुहोस्, HIJKL प्लस 4 एल, MNOPQ होइन, एलको बाद MNOPQ 5 प्लस 5, त्यस्तै क्यू RSTUVW प्लस 6, W XYZABCD प्लस 7, त्यस्तै यहाँ प्लस 8 हुन्छ। डी को बाद 8 गर्नुहोस्, डी EFGHIJKL, सो एफएल हाम्रो एन्सर हुने रहेछ। ओके, यसरी पनि गर्नु सकिन्छ। र अर्को तरिका त हिजो पनि भनिहालेको छु मैले। अब यो क्वेसन हेर्नुहोस्, यदि पूर्वतिर अनुहार फर्काई उभिएको छ, ए पूर्वतर्फ अनुहार फर्काई उभिएको छ। अब यो के हो, डिरेक्सनको। ओके, पूर्व, अब हेर्नुहोस्, पहिला हामीलाई थाहा हुनुहुन्छ पूर्व पश्चिम कता कता हो। यो 4टा डिरेक्सन छ हाम्रो होइन, 4टा डिरेक्सन छ। एकैछिन, यो हेर्नुहोस्, पूर्व पश्चिम उत्तर दक्षिण, यो नेपालीमा थाहा हुनुपर्छ हामीलाई। ओके, ए पूर्वतर्फ अनुहार फर्काएर बसेको छ भनेपछि ए जुन चाहिँ छ, ओके, यो ए हो, पूर्वतर्फ फर्केर बसेको छ। अब के लेख्छ, ऊ पहिला, अलिकति यहाँ क्वेसन उयो छ, के भन्छ, क्लियर छैन रहेछ। सो ऊ पहिला 100 डिग्री घडी जस्तो दाहिनेतिर, अब उसको दाहिने कता हो, दाहिने त उसको यता हो, राइट, यता हो। सो 100 कति, 100 भनेपछि अब यो त 90 भइहाल्यो, यहाँदेखि ऊ यहाँ आयो भने 90 डिग्री भइहाल्यो होइन, पहिला यता फर्केको थियो। अब यो यता फर्केको मान्छे यता फर्क्यो भने त 90 डिग्री भयो कि भएन, यसलाई 90 डिग्री भनिन्छ होइन। सो 100 डिग्री हामी यता मान्नु सक्छौँ। ओके, सो 100 डिग्री हामी यता मान्नु सक्छौँ। यदि यो 90 हो भने 100 डिग्री यति मान्नु सक्छौँ हामी। ओके, 100 डिग्री, अनि पछि 145 देब्रेतिर एन्टी क्लकवाइज हिँड्यो अरे। ओके, अब देब्रेतिर हिँड्यो। ओके, पहिला दाहिने हिँड्ने, अब देब्रे कति हिँड्ने, 145। अब यहाँ छ, यहाँबाट यहाँ पुग्नु त उसलाई 100 भइहाल्यो। अब 45 भनेपछि अब हेर्नुहोस्, 90 उसलाई यति हो, 90 त यति हो, सो 45 यतै कता बिचमा हुन्छ, राइट, 45 यतै कता बिचमा हुन्छ। यो त 90 भइहाल्यो यता त। 145 दोबारा फर्क्यो, उसले अहिले कुन दिशातर्फ अनुहार फर्काएको छ। सो अहिले त ऊ यतापट्टि फर्काएको छ नि त। सो यो पूर्व हो अनि यो उत्तर हो, र उत्तर पूर्वको बिचमा छ कि छैन। सो उत्तर पूर्व हेर्नुहोस्, उत्तर पूर्व। ओके, यो डिरेक्सन अनि डिस्टेन्सको क्वेसन हो। यो पनि हामीले बेसिकमा एकदम राम्रोसँगले गरेको छौँ। ओके, तपाईँले यहाँ बुझ्नु भएन भने एकपल्ट बेसिकको क्लास हेर्नुहोस्, बुझ्नुहुन्छ। नेक्स्ट क्वेसन, यदि ब्युटीलाई के लेखेको छ, YVZFGB लेखेको छ भने चार्मलाई के लेख्छ। ओके, अब हेर्नुहोस्, यहाँ चाहिँ अब हामीले हेर्नुपर्छ कि के कता कता लेखेको छ। ओके, सो पहिला नम्बर लेखिहाल्नुहोस्, 2 भयो, 5 भयो, 1 भयो, 21 भयो, 20 भयो, y भनेको 25 हो। सो यो 25, 20, 2,
z भनेको 26 6 7 अनि 2 हो ओके सो अब हामीले ध्यानसँगले हेर्नुपर्छ ओके यहाँ दुईटा तरिकाको भएको हुनसक्छ या चाहिँ नम्बर कताबाट कता नम्बर गएको हुनसक्छ या चाहिँ अपोजिट पनि हुनसक्छ सो म यहाँ देख्दैछु मैले नम्बर त लेखेँ तर मैले यहाँ क्लियरली देखेँ कि के हुँदै रहेछ पहिला हेर्नुहोस् अब हामीले धेरै तरिकाले सोच्न सक्छ एकैतालमा क्लिक हुँदैन नि त पहिला यसो हेरौँ हामीले ए बी यता ल्याएको रहेछ अनि वाईलाई यता ल्याएको रहेछ ठिक छ भनेपछि यसलाई म सी यता ल्याएर एम यता ल्याउनु पर्यो एम र यो गरे पनि हुने रहेछ भनेर अप्सनमा हेऱ्यो भने यो अप्सन छैन यो एम र सी वाला अप्सन छैन ओके सो के भयो त अब त्यो हामीले त्यो तरिका भएन हैन अर्को तरिका हेर्नुपर्ने रहेछ अब अर्को तरिका के हेरौँ भने बी को लु बीमा यता आयो बी हैन जोडिएन अब त्यो त हुँदैन यहाँ त सी यता आउने सी अप्सन छँदै छैन कुनैमा पनि छैन सो यहाँबाट मलाई के देख्दैछु म भन्दा नि तपाईले ध्यान हेर्नुभयो भने ध्यानले हेर्नुभयो भने अपोजिट छ यसको अपोजिट यो छ यसकै अपोजिट यो हो ए को अपोजिट जेड हो यू को अपोजिट एफ हो टी को अपोजिट जी हो र वाई को अपोजिट बी हो त्यस्तै तरिकाले सी को अपोजिट के हुन्छ एक्स एच को अपोजिट एस ए को अपोजिट जेड आर को अपोजिट आई अनि एम को अपोजिट एन सो एक्स जेड एक्स एस जेड आई एन एक्स एच आई मिन एक्स एस जेड आई एन यो हाम्रो एन्सर हुने रहेछ ओके सो गर्ने तरिका कतिवटा छ अब पहिला त नम्बर यसरी नम्बर लेख्नुहोस् हैन यो नम्बर लेख्ने बित्तिकै या त यिनीहरूलाई यताउति गरेको हुन्छ जस्तै 2 यता हुन्छ 5 यता हैन 1 20 25 21 यता लेखेर अर्डर मिलाएको हुन्छ हैन एक तरिका यो भयो अर्को तरिका के भयो यसमै थपेको हुन्छ अब जस्तै बी भयो बीमा थपेर यता के बनाउन सकेको हुन्छ ओके घटाएर बनाउन सकेको हुन्छ हैन त्यो एड र सबट्र्याक्ट गरेको हुनसक्छ एड र सबट्र्याक्ट र तेस्रो के गरेको हुनसक्छ यसमा अपोजिट पनि हुनसक्छ ओके सो धेरैवटा किसिम यसमा पोसिबल छ ओके नेक्स्ट क्वेसन यो क्वेसन पढ्नुस् प्रश्न चिन्ह भएको स्थानमा कुन नक्सा आउँछ अब यो क्वेसन मार्कमा कुन चाहिँ नक्सा आउँछ यो क्वेसन मार्कमा ओके एक गोलामा एक काँटा अर्को गोलामा 2 त्यसरी 3 4 काँटा छ सो 5 काँटा भएको खोज्नुस् 1 2 3 4 5 ओके यो 1 2 3 4 5 यो पनि 5 छ सब यहाँ कन्फ्युज भयो हामी दुईटामा 5 वटा छ त ओके दुईटामै 5 वटा छ हैन अब यो दुईटा अप्सन त काटिहाल्यो यो र यो त भएन अब यो दुईटा बाँच्यो अब तपाईले ध्यान दिनु भने यहाँ एउटा छ त्यहाँबाट यसको बाद यहाँ आयो एउटा हैन थर्डमा यहाँ आयो फोर्थमा यहाँ आयो हैन अब भनेपछि फिफ्थमा फेरि यहाँ आउनुपर्छ हैन सो फिफ्थमा यहाँ आउनुपर्छ भनेपछि यस्तो फिगरको कहाँ छ यो त छैन यो मात्रै छ हैन ओके बुझ्नुभयो सो बी हाम्रो अप्सन हुन्छ नेक्स्ट क्वेसन अब यो के हो सिम्प्लिफिकेसन रहेछ ओके यदि p अनि प्लस p इन्टु q भनेको p प्लस q p प्लस हैन डिभाइड रहेछ सो बेसिकली के भन्दैछ नि यहाँ इन्टुलाई डिभाइड हो इन्टु भनेको ओके माइनस भनेको प्लस हो अनि प्लस भनेको माइनस हो भन्दैछ सो यहाँ मिलाउनुहोस् 18 माइनस भनेको के रहेछ प्लस रहेछ हैन 6 डिभाइड भनेको डिभाइडको के छ ओके डिभाइड भनेको माइनस रहेछ डिभाइड भनेको चाहिँ के छ माइनस छ यहाँ हेर्नुस् न डिभाइड भनेको के छ माइनस हैन माइनस भनेको प्लस इन्टु भनेको के छ डिभाइड छ सो प्लस भनेको एकछिन यहाँ अलिकति कन्फ्युज भयो म कन्फ्युज त म त हैन यसलाई रिगरौँ एकपल्ट हेर्नुस् सिम्पल छ केही छैन इन्टु डिभाइड हो ओके इन्टु भनेको के हो डिभाइड हो र अर्को माइनस भनेको के हो प्लस हो यहाँ हेर्नुस् यो ओके र यो डिभाइड रहेछ यो प्लस होइन रहेछ ओके यो डिभाइड रहेछ सो डिभाइड भनेको चाहिँ के छ माइनस रहेछ अब हेर्नुस् 18
माइनस भनेको के छ प्लस पहिला यसमै हाल्दैछु मैले यसमा हाल्दैछु प्लस 6 डिभाइड भनेको के हो -8 गुणा भनेको के हो डिभाइड 4 अब यो चाहिँ कति हुन्छ भन्दैछ 4 2 8 सो 8 18 छ कति भयो 22 हैन किनभने 18 मा 6 जोड्दा कति भयो 24 हुन्छ 24 मा 2 घटाउँदा 22 हुन्छ सो 22 हाम्रो आन्सर हुन्छ सिम्पल छ नेक्स्ट क्वेशन यो सिमिलर क्वेशन रिपिट भएछ ओके ओके यहाँ चाहिँ दुईटा क्वेशन आएछ दुईटा क्वेशन अलग अलग आएछ यो र यो दुईटालाई गरौँ अब यसको क्वेशन नम्बर नहेर्नुस् किनभने मैले डिफ्रेन्ट क्वेशन पेपरबाट स्क्रिनशट गरेर निकालेर ल्याएको सो त्यही भएर यो नम्बरहरू हामीले हेर्नु इम्पोर्टेन्ट छैन ओके सो अब यो मैले भनेको जस्तै हैन पहिला ए बी पहिला यसलाई लेखिहालौँ यो हिजो पनि आएको थियो हैन हाम्रोमा धेरैचोटि 2-3 वटा क्वेशन थियो हिजो पनि सो अप्सन हाल्दै हेर्नुस् अब सिधै पहिला यसमा ए हाल्नुस् ए बी बी पढ्नुस् ए बी 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 ओके ए बी ए बी 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 ए बी बी ए बी मिलेन यो मिलेन सो सेकेन्ड अप्सन हालौँ बी हैन बी ए बी बी सो यो भएन अब यो अर्को पढि हेरौँ ए बी बी ओके सेकेन्ड क्वेशन सेकेन्ड अप्सन मिल्यो हेर्नुस् ए बी बी मिल्यो कि मिलेन प्याटर्न यही प्याटर्न त हामीले मिलाउनु पर्ने हो ओके अब अर्को क्वेशन हेर्नुस् ई ए को छोरा हो अब यसलाई सिम्पल यो पनि के हो ब्लड रिलेसनको अब मैले भनेको थिएँ नि ब्लड रिलेसन गर्दाखेरि हामीले जे छ त्यसलाई सिधै लेखिदिनुस् ई ए को छोरा हो ई को सन हो ए को ठीक छ डी बी को छोरा ओके डी चाहिँ बी को छोरा रहेछ यहाँ लेखिदिन्छु म डी चाहिँ छोरा कसको बी को ई सी सँग विवाह गरेको छ अब ई र सी विवाह गरेको छ ई र सी विवाह गरेको छ अब ई को छ ई छोरा छ कि छैन भनेपछि सी को हुन्छ वाइफ हुन्छ कसको ई को ठीक छ मैले यहाँ लेखेँ सी बी को छोरी हो अब सी चाहिँ बी को छोरी रहेछ भनेपछि सी छोरी हो भनेपछि बी को भयो बी को भयो अब बी आमा नै हुनसक्छ बाबा पनि हुनसक्छ हैन यो रिलेसनले र डी त छोरा छँदैछ अब यो आमा पनि हुनसक्छ बाबा पनि हुनसक्छ बी हैन र अर्को के दिएको छ डी को सम्बन्ध ई सँग के छ भन्दैछ सो डी को सम्बन्ध ई सँग के छ भन्दैछ अब डी र ई को सम्बन्ध के छ अब यो आमा भए पनि बाबा भए पनि यो दुईजना को डी र सी को भयो दाजुबहिनी भयो कि भएन हैन दाजुबहिनी भयो कि भएन किनभने यहाँ भनेको छ नि त सी बी को छोरी हो भन्दैछ सो सी बी को छोरी अब बी मदर पनि हुनसक्छ फादर पनि हुनसक्छ हैन सो सी चाहिँ बी को छोरी र डी चाहिँ बी को छोरा भनेपछि डी र सी दाजुबहिनी भयो कि भएन सो बहिनीको बुढालाई के पर्छ तपाईको बहिनीको बुढालाई के पर्छ ज्वाइँ पर्छ हैन सो ज्वाइँ पर्छ सो यहाँ के सोधेको छ डी को सम्बन्ध ई सँग के छ ओके ई सँग के छ भनेपछि बहिनीको बुढालाई के भन्छ साला या ओके डी को सम्बन्ध ई सँग के छ सो डी चाहिँ ई लाई के पर्छ मतलब डी चाहिँ ई को लागि को हो भन्दा आफ्नो बुढीको भाइलाई के पर्छ साला या देवर त पर्छ राइट ससुरा पर्ने हैन काका मामा पर्ने हैन भाइ पर्ने हैन साला नै त पर्छ हैन त मान्नुहोस् कसैको बिहा भएको छ सपोज तपाईकै मान्नुहोस् तपाई केटा हो र तपाईको बुढीको भाइ छ हैन उसलाई तपाईलाई के पर्छ सालो केटा पर्छ कि पर्दैन ओके सो यही हो यसरी हाम्रो यो सिम्पल ब्लड रिलेसन कसरी घर गाउँघरकै आफ्नै रिलेसनहरुलाई
कम्पेयर गरेर हेर्नुपर्छ, बुझिहाल्छ। नेक्स्ट क्वेसन, कुनै साङ्केतिक कोड भाषामा 256 को अर्थ रातो रङका चक लेखेको छ अरे। सो 256 लाई के लेखेको छ? रातो, ओके, रातो रङ, रातोलाई रा मात्रै लेख्छु, रङलाई रङ मात्रै लेख्छु, अनि चकलाई च, अनि 589 लाई के लेखेको छ? हरियो के रङ, हरियो रङको फुल छ, ओके। र 245 लाई सेतो रङ हैन को चक लेखेको छ। भनेपछि त्यो साङ्केतिक भाषामा कुन सङ्ख्याले सेतो बुझाउँछ? सो स चाहिँ कुन चाहिँ नम्बरले बुझाउँछ भन्दैछ। सो स हामीलाई चाहिएको छ। अब स यसमा मात्रै छ हैन, स यसमा मात्रै छ। अब समा 2 पनि हुनसक्छ, 4 पनि हुनसक्छ, 5 पनि हुनसक्छ। कसरी थाहा हुन्छ? जब यो रङ र च हट्छ तब हामीलाई थाहा हुन्छ। अब रङ 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 भएको 3 जग्गै छ हेर्नुहोस्, रङ रङ रङ। सो 3टैबाट 1 2 3बाटै कमन काटिदिनुहोस्। 5 5 5 छ, अरू कुनै पनि कमन छैन, हेर्नुहोस् सेम कुनै पनि छैन। अब च र च काटिदिनुहोस्। अब यो लास्टमा यसमा र यसमा के कमन छ? 2 कमन छ, 2 कमन छ, च चको सेम। भनेपछि स को के रहेछ? 4 हुने रहेछ। यो पनि हामीले गरेकै क्वेसनहरु हो, ओके। यो क्वेसन पढ्नुस्, यदि Z 26 साथै नेट 39 भए, अब Z बराबर के छ? 26 र नेट भनेको 39 छ। सो NUT भनेको के हुन्छ? ओके। अब यो हेर्नुस्, Z 26 भनेपछि Z को प्लेस भ्यालु नै लेखेको रहेछ। Z भनेको 26 हो नि त, राइट? सो अब यो चाहिँ 39 कसरी लेखेको त? यो 14 प्लस 5 प्लस 20 गर्नुहोस्, कति भयो? 39 भयो। सो यिनीहरूको प्लेस भ्यालु लाई चाहिँ जोड्दै गर्छ। सो NUT भनेको U भनेको 21, T भनेको 20, ओके। सो जोड्नुहोस्, 20 40 50 55। सो 55 हाम्रो एन्सर हुन्छ, ओके। यो हिजो पनि गरेको जस्तो लाग्यो मलाई, सेम यस्तै तरिकाको क्वेसन। नेक्स्टमा जाउँ। क्वेसन मार्कमा भएको चाहिँ हामीले खोज्नु पर्ने रहेछ। सो यो यहाँदेखि यहाँ हेर्नुहोस् र यहाँदेखि यहाँ कसरी गएको छ यिनीहरू? म हेर्दैछु यहाँ गुणा 3 भएको छ। 3 छ कि 18, 3 छ कि 18 19 हैन। यसमा पनि गुणा गर्नुहोस्। 3 8 3 ले, 3 8 24, 3 9 27, 31, 3 3 4 5 हैन, भयो कि भएन? यो गुणा 3 यता 514, 3 गुणा 66 198। सो भनेपछि अब यसले 3 गुणा भएर यहाँ आउनु सकेको हुन सक्छ, तर यसले 3 गुणा गर्दाखेरि त 1500 करिब पुग्दैछ मेरो, तर 1500 त अप्सनमा छँदै छैन। सो त्यो 1500 त हुन सक्दैन, राइट? सो के भएको हुन सक्छ? त्यसो भए अर्को तरिकाबाट सोध्दाखेरि यसलाई 3 गुणा हैन, अब यसलाई चाहिँ 3 भागा भएको रहेछ, ओके। या चाहिँ त्यस्तो त्यो पनि सोच्दा भयो। या चाहिँ अब जस्तै यसलाई 3 गुणा गर्दा यहाँ पुग्नु भयो, यसलाई 3 गुणा गर्दा यहाँ पुग्नु भयो। सो यसमा पनि केही नम्बर थियो र त जब 3 गुणा गर्नुभयो यहाँ पुग्नु भयो। सो यो नम्बर कुन चाहिँ थियो होला जब 3 गुणा गर्दा 66 पुग्नु भयो? अभियसली 22। सो 22 मा 3 गुणा गर्दाखेरि त 66 पुग्नुहुन्छ। सो 22 हाम्रो एन्सर हुन्छ, ओके। नेक्स्ट क्वेसन। अब यो त्यो फेरि हिजोको जस्तै कुन चाहिँ अरे? भेन डायग्राम होला। करेन्सी रुपी अनि डलर। अब हेर्नुहोस्, रुपी के हो र डलर के हो? रुपी भनेको इन्डियामा चल्ने हो, सिम्पली मानौँ, र डलर भनेको USA मा चल्ने हो। दुईटा अलग अलग हो नि त। किन? 1 रुपियाँ र 1 डलर भनेको के सेमै हो? 1 रुपियाँ र 1 डलर भनेको सेम हो? हैन। 1 डलर भनेको त 80 रुपियाँ लगभग हो अहिलेको टाइममा, हैन? बढ्नु पनि सक्छ, अझै बढेको पनि हुनसक्छ, एउटा एभरेज मान्नुहोस्। सो रुपिज र डलर त अलग अलग हो, रुपिज र डलर त अलग अलग हो, हैन? तर
के रुपीज पनि करेन्सी हो र डलर पनि करेन्सी हो? अभियसली यो दुईटा करेन्सी हो नि त। यो पनि हाम्रो इन्डियाको करेन्सी हो, यो अरू देशको करेन्सी हो। करेन्सी त करेन्सी नै हो, हैन? सो यस्तो भएको फिगर कहाँ छ? फर्स्टमै रहेछ। सो यो हाम्रो एन्सर हुन्छ। बुझ्नुभयो? यसमा यो रुपीज, यो डलर अनि यो करेन्सी हो। ओके, नेक्स्ट क्वेसन। र यो क्वेसन पढ्नुहोस्। राजु, महेश, दिनेश, सुरेश अनि गीता एकै लाइनमा बसेको छन्। गीता दिनेशको छेउमा बसेको छैन। ओके, सुरेश राजुको छेउमा बसेको छैन। महेश राजुको छेउमा बसेको छ, तर गीता सुरेशको छेउमा बसेको छैन। ओके, अब को छेउमा बसेको छ बसेको छैन पहिला त्यो हेर्नुहोस्। पहिला महेश राजुको छेउमा बसेको छ। महेश राजुको छेउमा बसेको छ। कतिजना छ? 1 2 3 4 5 जना छ। महेश राजुको छेउमा बसेको छ। र अब अप्सनबाट सिधै हेर्नु पनि सक्छौँ हामीले। महेश र राजु छेउछेउमा भएको कता कता छ? महेश राजु ठिकै छ, राजु महेश ठिकै छ, राजु महेश ठिकै छ, महेश राजु। सो यो अप्सन हुँदैन। ठिक छ, तीनटा अप्सन हुनसक्छ, यो अप्सन हुन सक्दैन। अप्सन पनि हेर्दै गरौँ। अब गीता दिनेशको छेउमा बसेको छैन। अब गीता दिनेशको छेउमा बसेको छैन भन्दैछ। सो गीता दिनेशको छेउमा बसेको जग्गा हेरौँ कतै छ? यी गीता त दिनेशको छेउमा बसेको छ, सो यो पनि हुँदैन। ओके, अब गीता दिनेशको छेउमा बसेको छैन भन्दैछ। सो दिनेश यहाँ छ, गीता यहाँ छ, यो अप्सन हुनसक्छ, राइट? यो अप्सन हुनसक्छ। अनि एकैछिन अर्को यसमा हेर्नुहोस्, गीता दिनेशको छेउमा बसेको छ, यहाँ पनि बसेको छैन, सो यो पनि अप्सन हुनसक्छ। अब दुईवटा अप्सन बाँचेको छ। अर्को के भनेको छ? सुरेश राजुको छेउमा बसेको छैन। अब सुरेश र राजु छेउ भएको कहीँ छ भने त्यो काटिन्छ। सुरेश र राजु यहाँ छ, सो सुरेश र राजु यहाँ छ, यो पनि ठिकै छ। तर गीता सुरेशको छेउमा बसेको छैन। अब गीता पनि सुरेशको छेउमा बसेको छैन। सो गीता सुरेश, अब गीता सुरेश यहाँ हेर्नुहोस्, गीता र सुरेश त छेउछेउमा बसिरहेको छ, तर यो भनाइअनुसार गीता र सुरेश छेउमा बसेको छैन, सो यो पनि हुँदैन। ओके, सो अप्सन हाम्रो एउटै बाँच्यो, यो हाम्रो एन्सर हुन्छ। यसलाई यसरी अप्सनबाट गर्नुपर्छ। ओके, नेक्स्ट क्वेसन। किनभने यहाँ दायाँ बायाँ के भनेर दिएको छैन नि त हामीलाई। ओके, नेक्स्ट क्वेसन। एकैछिन यो क्वेसनमा अलिकति म यो क्लियर गरिहाल्छु। यसलाई काटिदिइहाल्छु, वेट। अब क्वेसन पढ्नुहोस्। कुनै कोड भाषामा 2 5 6 भनेको यु आर गुड लेखेको छ। 2 5 6 भनेको यु आर गुड। 6 3 7 भनेको वी आर ब्याड लेखेको छ। 3 5 8 भनेको गुड एन्ड ब्याड लेखेको छ। भनेपछि एन्डको के हो? ए को के हो? एन्ड या ए को के हो भन्दैछ। सो ए भएको एन्डको सोध्दैछ हामीलाई। अब ए तिनटामै छ, ए। सो सिमिलर भएको हेर्नुहोस् के छ? केही छ सिमिलर भएको यहाँ? ए सरी वेट एकैछिन अलिकति मिस्टेक भयो। त्यही भएर चाहिँ यसलाई ध्यानले एकपल्ट गर्नुपर्छ। ओके, कोही बेला हामीबाट पनि मिस्टेक हुन्छ। ओके, सो यही मिस्टेकहरू देखेर नै तपाईँले के गर्नुहोस्, सिक्नुहोस् कि मिस्टेक कसरी हुने रहेछ। हेर्दा सजिलो लाग्छ तर मिस्टेक हुन्छ। अब 2 5 6 लाई के लेखेको छु मैले? युको वाइ, आरको ए अनि गुडको जी। ठिकै छ। 6 3 7 लाई वी डब्लु, आरको लागि ए अनि ब्याडको लागि बी। ओके, र अर्को 3 5 8 लाई गुड एन्ड ब्याड। अब गुडको लागि जी, अब ए
अब एन्डको लागि पनि ए लेख्नु चाहिँ भएन, किनभने ए हामीले आरको लागि लेखिसकेको छौँ। सो एन्डको लागि एएन लेखिदिन्छु। ओके, अनि ब्याडको लागि बी छ। सो भनेपछि हामीलाई एन्ड खोज्नु भनेको छ। सो एएन एन खोज्नु भनेको छ, एन्ड ए खोज्नु आर खोज्नु भनेको छैन। सो यहाँबाट एन्ड निकालौँ हामीले। एन्ड निकाल्नु लागि जी र बीलाई हटाउनुपर्छ। सो जी यहाँ छ, जी यहाँ छ। अब सिमिलर के छ यसमा, 2 5 6 3 5 8, 5 र 5 छ, काटिहाल्यो। अब बीलाई हटाइदिउँ। अब यहाँ हेर्नु 6 3 7 र 3 5 8मा कुन सेम छ, 3 र 3 सेम छ। सो बाँच्यो आई मिन 8 र यो बाँच्यो। सो एनको लागि के हो, एनको लागि 8 हाम्रो एन्सर हुन्छ। ओके, नेक्स्ट क्वेसन। अब यो पनि अघि जस्तै हो। अब यहाँ हेर्नुहोस्, अब यसलाई बी भयो, जी ए एच डी अनि ई छ। अब यहाँ के हुन्छ भनेर सोध्दैछ। सो यहाँ तपाईँले हेर्नुभयो भने नि बी को बाद ए आउँदैछ -1, ए को बाद फेरि +3 हुँदैछ, डी जाँदैछ। सो अलिक प्याटर्न नमिलेको जस्तो लाग्दैछ, राइट? प्याटर्न नमिलेको जस्तो लाग्दैछ। सो यसलाई अर्को तरिकाले सोचौँ। अर्को तरिकाले कसरी, पहिला नम्बर लेखौँ म। जी 1 आई मिन बी को 2 7 1 8 4 5। ओके, सो 2 को +2 4, 7 को -2 5। सो सेम यही भएको छ। ए को +2 के हो, 3 हो, र एच को -2 6 हो। 3 भनेको सी, 6 भनेको एफ। सो सी एफ हाम्रो एन्सर हुन्छ। ओके, कोही बेला यसरी पनि हुन्छ। बुझ्नुभयो? नेक्स्ट क्वेसन। अब यसमा पनि यो एकछिन हटाइदिनुहोस्। यो एक्चुअली स्क्रिनसटको क्वेसनहरू हो कि स्क्रिनसट गरेको क्वेसन हो, क्वेसन पेपरबाटै स्क्रिनसट गरेर लिएको। सो त्यही भएर यहाँ कतिवटा लेखिएको छ। सो त्यो माइन्ड नगर्नुहोस्। ओके, फ्लावरलाई के लेखेको छ, UOLDVI हैन, र FMRJFVलाई चाहिँ के लेख्छ भन्दैछ। सो एफलाई यस्तो, फ्लावरलाई यो लेखेको छ। अब यहाँ ध्यानले हेर्नुभयो भने नि, अब तपाईँले नम्बर लगाउनुहोस् अरे। फर्स्ट लु नम्बर लगाउनु भयो, 6 लाउनु भयो, यसको 12 लाउनु भयो, 15 लाउनु भयो, 23 लाउनु भयो, 5 लाउनु भयो, 18 लाउनु भयो, 9 लाउनु भयो हैन, भी को 22 लाउनु भयो, डी को 4 लाउनु भयो, एल को 15 लाउनु भयो, ओ को आई मिन ए को 12 लाउनु भयो, ओ को 15 लाउनु भयो, यू को 21 लाउनु भयो। अब यहाँबाट त हेर्नु हुँदैछ तपाईँले 6 देखि 21 भएको छ भनेपछि कति एड भयो, 15 एड भएको छ भनेपछि म यहाँबाट 15 एड गऱ्यो भने 6 मा एड गऱ्यो भने कति हुन्छ, 21 नै हुनुपर्छ। त्यसो भए यहाँ पनि यू नै हुनुपर्छ हैन, ठिकै छ। ल यू पनि छ अप्सनमा, पनि यू पनि छ, मिल्यो। अब 12 मा +3 गरेको छ 15 भयो। सो एममा +3 गर्दा 13 मा 3 गर्दा 16 हुन्छ। 16 भनेको पी हो। सो तर पी त छैन फेरि अप्सनमा, राइट हैन? अभियसली कन्फ्युज भयो, म्याच भएन नि त। सो अब के हुनसक्छ त, के हुनसक्छ त, एकैछिन जस्ट अ मिनट, के हुनसक्छ त। ओके, भन्दाखेरि मैले यहाँबाट ध्यानले हेर्नुभयो भने नि, तपाईँले ध्यानले हेर्नुभयो भने यहाँ बुझ्नुहुन्छ कि यो नम्बर सम्बर के लेख्नै पर्दैन। ओके, किन लेख्नु पर्दैन म तपाईँलाई भन्छु। वेट, अब यो क्वेसन पेपर कसको थियो कुनै हैन, उसले कसरी गरेको थियो रहेछ हेर्नुहोस्। आर को यता, यु ई को यता ल्याएको छ भनेपछि यसले यता ल्याएको छ होला, यसले उ यस्तो तरिकाले गरिरहेको रहेछ। तर यो पनि रङ थियो। एक्चुअली के भएको छ थाहा छ, तपाईँले हेर्नुभयो भने नि, म यो होमवर्क दिउँ, फाइन्ड गर्नुहोस्। ओके,
फाइन्ड गर्नुहोस्। इजी छ। मैले त्यो तीनटा तरिका बताएको थिएँ हैन। त्यो अघिको तीनटा तरिकामा एउटा तरिकाले यसले हुन्छ। या चाहिँ एड भएको हुन्छ या माइनस भएको हुन्छ या अर्को के थियो भनिदिइहाल्छु। अपोजिट हेर्नुहोस् न। एफ को यो, एल को ओ, एल को ओ, डी को डब्लू, ई को भी, आर को आई, अपोजिट। सो एफ को यू, एम को एन, आर को आई, जे को क्यू, एफ को यू, भी को ई। सो UNIQUE यो हाम्रो एन्सर हुन्छ। ओके, नेक्स्ट। र यो लास्ट क्वेसन पनि हो आजको। यहाँ 80 देख्नुहुँदैछ, 80 पुगेको छैन यो। ओके, एकर्डिङ टु यो हाम्रो 70 क्वेसन पुगिसक्यो टोटल। ओके, र अब सायद दुईटा क्लासमा म्याक्सिमम जति पनि थियो नि PYQजहरू सबै कम्प्लिट भइसक्छ दुईटा क्लासमा, हार्डली दुईटा क्लासमा। ओके, त्यसपछि हामी फेरि SI को पनि गर्छौँ। सो यसमा हेर्नुभयो भने एडभेन्चर हैन, त्यसपछि के हटेको छ, ए हटेको छ, डिभेन्चर, त्यसपछि के हटेको छ, ई हटेको छ, डिभेन्टुर हैन। सो यहाँ ध्यानले हेर्नुभयो भने ADVENTURE। सो यसको बाद यहाँबाट यो हटाइदिएको छ DVENTURE। ओके, त्यसको बाद यताको काटिदिएको छ DVENTURR। तर फेरि यो काटिन्छ VENTUR, फेरि एक बेला यो काटिन्छ VENTU। सो त्यसरी भएको छ VENTU। लास्टमा हेर्नुहोस्, यो लास्टमा यो बाँच्यो, यो थियो भनेपछि यसको बाद के छ, VENTUR को बाद DVENTURE को मतलब बाद के छ, VENTUR। सो VENTUR यो हाम्रो एन्सर हुन्छ। ओके, सो 20 क्वेसन कम्प्लिट भइसक्यो। मजा आयो होला आजको क्लासमा हैन। यसरी नै हामीले डिफ्रेन्ट क्वेसन्सहरू गर्दैछौँ। तपाईले एउटा कुरा यहाँ नोटिस गर्नुहुँदै होला, जति पनि बेसिकमा हामीले गरेको थियौँ नि त्यो 4टा क्लास हार्डली आधी घन्टाको होला, त्यस्तै कति घन्टाको छ, त्यो हेरिसक्यो भने PYQ जस्तो पनि कम्प्लिट गर्नु सक्छ हैन। तपाईँ देख्नुहुँदै होला त्यही सेम क्वेसन मात्रै रिपिट हुन्छ। ओके, सो PYQ एकदम इम्पोर्टेन्ट छ, PYQ गर्नुपर्छ। यति भन्दै आजको क्लासलाई हामी यहीँ स्थगित गर्छौँ, स्टप गर्छौँ, विराम गर्छौँ। सी यू इन द नेक्स्ट क्लास। बाई।